बिहान बिहान फुलले यस्तो मिठो मिठो परिकार बनाउनु भयो गोजीमा एक रुप छैन कसरी खाने होला हो वेट फर इङ्ग्लिस नबोलौँ है इङ्ग्लिस भाले बासिसक्यो बिहानको 7 बजिसक्यो उठ भाइ जाग वाला त्यही Hello beautiful people, welcome back to my new vlog and new episode. I hope तपाईहरु सन्चै आराममा हुनुहुन्छ होला। म पनि सन्चै आराम भन्नुपर्छ। सो आज चाहिँ बिहान समय हो। बिहान मुख नधोएर जान लाग्यो। माथि चिया खाने ठाउँमा चाहिँ मुख धुनुपर्छ। लेट्स सी आजको दिन यहीबाट सुरु हुन्छ गाइज। सिर्फ 20 मात्रै छ चिया खानलाई। बिस्कुट खानुमा पुगेको छैन तनाव भइसक्यो नि। बिहान यस्तो छ पैसा छैन। भिडियो बनाउन सिकेको छु। भिडियो बनाउन सिकेको छु। बिहान फुलले यस्तो मिठो मिठो परिकार बनाउनु भयो गोजीमा एक रुप छैन कसरी खाने होला हो यहाँ हेर राखेर यस्तै बनाउनुहुन्छ फुलले। अन्त तिमीहरूलाई मसला पनि देखा मसल छैन मसल छैन सब सिधाउमा छ। मेरो लागि स्पेसल चिया बन्दैछ है केटा हो। वेदर साँझ पानी परेर यस्तो खतरा बजेको छ आज। मेरो पनि खतरा देखियो। गाह्रो छ नि गाह्रो। अनि एउटा दाइले भन्दै हुनुहुन्थ्यो क्या तिमीले भिडियो त हाल्छौ होइन भाइ तर एउटै टाइपको भयो भिडियो भन्नुहुन्छ। थ्याङ्क यू फर सजेसन दाइ होइन। हुन्थ्यो हुन त घरदेखि टाढा गइन्न दाइ त्यही भएर अनि हाल्न नपाएको अवस्था हो। त्योभन्दा पहिले अरू त के भनौँ बिहान उठ्यो घरको काम गऱ्यो घरदेखि टाढो छैन गएको छैन कति होइन अब भ्लग हो होइन ठिकै छ। अब के हुन्छ आजको दिनले बताउँछ आज के कन्टेन्ट बन्छ त्यो मलाई पनि थाहा छैन। आज यसो भिडियो बनाऊँ भन्ने कुरो हो। भिडियो बनाउनु त छाडिन्न होइन जोतको पनि बनाइदिने हो। चुप बिल्कुल चुप। जोतको भन्दा पनि हल्का एक्सप्लोर त गर्नुपर्छ कि कुन आधारमा बनायो भिडियो भन्ने पनि हुन्छ नि त। अनि कुन आधारमा बनायो भन्ने हुन्छ त्यो आधार त अब बताउने अब बाटै छैन भनौँ न। भिडियो बनाएछ हालेछ अनि केही छैन वास्तवमा। अब वेट फर इङ्ग्लिस नबोलौँ है इङ्ग्लिस सालु मेरोले टट्टी छ क्या तर इङ्ग्लिसमा चाहिँ इम्प्रुभ गर्छु म। इम्प्रुभ त्यही हो अरू त के भन्नुहुन्छ। एउटा शिव दाई हुनुहुन्छ हाम्रो शिव दाईको सब्सक्राइब बढिरहेको छैन। शिव दाईले पनि भन्यो क्या मलाई होइन युट्युबमा तिमीले फेसबुकमा सेयर नगर हेर्ने मान्छेले आफै हेर्छ नहेर केही छैन त्यसरी गरेर के भ्युज बढाउनु हो भन्नुहुन्थ्यो क्या। पहिले गर्थेँ आजभोलि गरेको छैन। थ्याङ्क यू तपाईँहरूले भ्युज बढाइदिनु भयो। 100-200 त कटिहाल्छ क्या 1000 पुगोस् न 1000 पुगाइदिन्छु त्यो हो। थ्याङ्क यू शिव दाई। शिव दाईको पनि सब्सक्राइब हानिदिनु। शिव दाईको सब छ कि एसोसिएस एडिट लगायत सिनेमेटिक सर्ट खतरा। शिव दाई चाहिँ यहीँ बस्नुहुन्छ होइन उहाँको वन कार्यालयमा काम गर्नुहुन्छ भने पनि यहाँको के भन्छ
थाहा हुन्न जे भए पनि दाइको यो अफिस हो भनौँ न यहाँको कर्मचारी हुनुहुन्छ दाइ अनि दाइसँग ड्रोन छ क्यामेरा छ गोप्रो छ के छैन भनौँ न एउटा हो अनि दाइले भिडियोहरू दामी बनाउनुहुन्छ दाइको त म फ्यान हो फ्यान त म हिस्ट्रीको पनि हो हिस्ट्री मामाको अनि खिमी भल्लको पनि हो अनि हाम्रो शिव दाइको पनि हो सबैको फ्यान हो फ्यान नभयो भने त हावा कसरी चल्नु भन्न हावा कसरी चल्नु भन्न फ्यान हो नि त फ्यान फ्यान कसरी भनाइमा मात्र फ्यान होइन तर हकिकत हो कि किनभने एडिटिङ होइन अनि क्वालिटी बोलाइ शैली छ कि सबै सिकिरहेको के गर्ने मोबाइलबाट एन्ड्रोइडबाट बनाएर मात्र एक दिन म पनि कामयाब हुन्छु थाहा छ मलाई केही छैन जाउँ मैले सधैँ म बाख्रा गुवा लगाएको म देखान्न आजको दिन कस्तो रहन्छ सो सी हेरौँ आजको दिन कस्तो हुन्छ आज काम पनि हल्का हल्का भइसक्यो भने हो अलिकता प्याज छ होइन त्यो प्याजलाई राखेर दिउँसोतिर म भिडियो बनाउनु जाने हो आज भाइहरूलाई भनेर आज कस्तो कन्टेन्ट बनाउने हो अलिक सोचिरहेको छु सोच्नु पऱ्यो नि होइन बिना कन्टेन्टको भिडियो बनायो भने नुन बिनाको तरकारी तरकारी बिनाको नुन त्यस्तै हुन्छ कि हाँसो लाग्छ मलाई आफ्नो भिडियो बनाउँदा तर पनि हाँसो लाए पनि के भयो त बनाउँछु त के एभ्रिवान हिजोको कन्टेन्टै मिलेन हिजो भिडियो बनाएन आज चाहिँ दिउँसो भाइ र म जानु लाग्यो आज कपडा चेन्ज गरेर है आज चाहिँ हिजो थियो आज भोलि भयो त्यसपछि गोपी भाइ र म जानु लाग्यो आज गोपी भाइ र म साइन्स प्रोजेक्ट गरिराख्ने अरे विद्यार्थीहरूले हामी चाहिँ अनुगमनमा जानु लाग्यो कस्तो कसले के बनाउँछ सो आजको भिडियोबाट सुरु हुन्छ अतिथिको लागि बोलाइरह आइरहम हिँडेर आइपुग्यौँ हामी शीतआसनको सकिँदा कसले बोलाएको अरे तँलाई कर्णबहादुर पाठाले बोलाइरहेको अध्यक्ष हो है केटा बुझ बजार नै एउटा एभ्रिवान घाम यस्तो छ घाममा आइसक्रिम छ गोपी दिसभरि बग्लिहाल्छ आज प्रोजेक्टको लागि अरे हाम्रो नेर्पा बजारको सबैभन्दा अग्लो मान्छे अनि यहाँ आज साइन्स प्रोजेक्ट हुँदैछ अरे सो हामी चाहिँ साइन्स प्रोजेक्ट हेर्दैनौँ जस्तो लाग्यो है गोविन्द हामीलाई फेरि बोलाएको थियो हामीलाई कहाँ बोलाएको थियो रिबन काट्नको लागि बोलाइरहेको थिएँ त्यही हो क्या केटा आज नजाने आजको यताको क्यान्सल उता कता जाने हो चाइनाको फुटबलको के हो पोस्ट हटाएर यस्तो गरेर गोपी भाइ गइरहेको मरि चाहिँ फ्यान्ड भए चाहिँ मरि चाहिँ मलाई कोही गर्छ बहुत फटा छ क्या तिमीहरू जाने बुझ्ने मान्छे राष्ट्रिय खेलाडी भएर तिमीहरू
त्यहाँ खेल्ने भए पनि रेखा कोर्ने खेल्ने टुवेर खेल्ने त्यहाँ कोर्ने हुन्न त्यही हो अब जे गर्ने ल साझा हुने साझा ल सल्लाह गरेर अब सल्लाह टक्क हात सब यहाँ सब 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 छिटो यहाँ भने म उठे भने नराम्रो होला यहाँ सबै यहाँ राम्रो छ भन्नु यहाँ उठा उठा सल्लाह मिटिङ के टिम मिटिङ तिमी स्पोर्टको लागि बनाना अब म आउनु पर्ने तिम्रो अब खान्छ आइज हान्दैन त्यसले म छु त कहाँ सल्लाह गर्दै आइकिन लाइसेन्स कोरेछ नि तिम्रो मान्छे सजाय दियो के लाइन गरेछ सब अलि छिटो के यार खेलाडी ल ल ल ल हातमा के होला जस्तो गरे फेरि बोल गोल खेर ल ओ मेरो भाइ ल ल हातमा दे टाउको जुरा यस्तो यस्तो लाम केरा अंगुर फाइनल्ली आइयो होइन आएर पनि घाम छ यहाँ सुनिल कटेजमा सुतेको आजको भिडियो यही हुन्छ आज त्यस्तो राम्रो भिडियो बनेन सो अब भिडियो हेर्दै गर्नु होला भिडियो हेर्न सार्नुहुन्न सब्सक्राइब गरिदिनु होला सबै आजको भ्लग यहीँ हुन्छ जय नेपाल पिस